Every job will be affected. Some jobs will be lost, some jobs will be created, but every job will be affected. Immediately, it is unquestionable. You're not going to lose your job to an AI, but you're going to lose your job to somebody who uses AI. उहाँको नाम चाहिँ जेन्सेन हङ हो र उहाँ चाहिँ एनभिडियाको भन्ने कम्पनीको चाहिँ सिइओ हुनुहुन्छ र उहाँको कम्पनीले चाहिँ मेनली एआई चिप्सहरू बनाउने काम गर्छ र उहाँको कम्पनी अहिले संसारकै सबैभन्दा वान अफ द मोस्ट भ्यालुएबल कम्पनी भनेर गनिन्छ जसको मार्केट क्याप अलमोस्ट $5 ट्रिलियन छ अहिलेको कन्डिसनमा र उहाँले भन्दै आउनुभएको छ कि एआईले जब खाने होइन जब दिने काम गर्छ र एआईले उहाँले के स्टेटमेन्ट दिनुभएको छ भन्दाखेरि एआई नचलाउन सक्ने मान्छेले जब गुमाउनेवाला छ अपकमिङ फ्युचरमा चाहिँ किनकि यो अपकमिङ फ्युचर यस्तो फास्ट ग्रोइङ हुनेवाला छ नि होइन जहाँ चाहिँ तपाईँलाई एआई चलाउन आउँदैन भने एआईको युज गर्न सक्नु हुँदैन भने चाहिँ तपाईँ जहिले पनि पछाडि पर्ने हुनेवाला छ भनेर भनिरहनु भएको छ क्या उहाँले चाहिँ मलाई चाहिँ होइन यो कुरा चाहिँ हामीले एकदम समझदारीका साथ सोच्नुपर्छ जस्तो लाग्छ र हामीले हुन्छ नि यो कुरा चाहिँ होइन यार केही न केही त छ नि यो कुरामा होइन केही न केही वजन त छ नि भनेर लिनुपर्छ जस्तो लाग्छ यो कुराहरू चाहिँ